माछा मार्ने टोल यता माथि पनि रहेछ। माछा माछा ठुल्ठुलै छ है। भारीसँग छर्या प्याट्टा प्याट्टै। तर माछा चाहिँ यति छ उहाँ हिले छिरो है पल। लु हेर्नु त त्यहाँ। आम्मा मामा यहाँ झन् हेरौँ न। मन्दिते हुर कुद्दैछ ऊ। ल हजुरहरू सम्पूर्ण साथीहरूलाई आजको नयाँ भिडियोमा हार्दिक स्वागत छ। आज पनि हामी घुम्न जाँदैछौँ। साथमा हुनुहुन्छ स्पेशल आज चाहिँ सन्देश के छ भन्नुहुन्छ भन्दाखेरि भान्जाको चाहिँ एक्जाम सकियो सुसपन्न भयो। त्यही भएर भान्जाले चाहिँ आज तपाईँ लगायत सबैलाई मामाहरूलाई चाहिँ एउटा विशेष पार्टी दिने भनेर चाहिँ योजना गरेको छ। हामी एकदमै सुन्दर ठाउँ जहाँ चाहिँ अर्ग्यानिक स्विमिङ गर्ने ठाउँ छ होइन, त्यो ठाउँ हामी जाँदैछौँ। भान्जा के गर्छौ अरे फर्स्ट भएन भने ल भनौँ उहाँको अगाडि। भएन भने म रिक्रुटीमा हाम फालेर 5 बजी हाम फालिदिन्छु। ल हो नि तिम्रो नामबाट पार्टी आज हामीलाई के हुन्छ भिडियो भनौँ उहाँहरूलाई। आज त डर छ नि, मासु छ, कोक छ। ल अनि अब शैक्षिक सत्र 2082 को परीक्षामा चाहिँ हाम्रो वार्षिक परीक्षामा चाहिँ हाम्रो भान्जाले चाहिँ आज यो पालि चाहिँ फर्स्ट ल्याउने सम्भावना अरे। अनि त्यही खुसीमा चाहिँ फिक्स हो नि, सम्भावना नभन्दा नि हुन्छ। फिक्स भोलि पछि पछि ई ग्रेडमा पढाउने के गर्ने फेरि। उसले भने त त्यस्तो भने हाम फाल्दिन। फर्स्ट सेकेन्ड पास पनि हैन, फर्स्ट सेकेन्ड थर्ड पाइ एउटा फिक्स A+। ल अब भान्जाको रिजल्ट आएको दिन चाहिँ ई ग्रेड नआओस्, फर्स्ट आओस्। यही शुभकामना दिनका लागि अब हामी जाँदैछौँ। भान्जाले अब योपालि म फर्स्ट ल्याउँछु अनि चाहिँ म यस्तो खतरा गर्छु भन्ने छ। भान्जाको सपना छ। अनि त्यही भान्जाको सपनालाई हामीले यसो हौसला दिनलाई हामी पनि जाँदैछौँ। आज चाहिँ यसो चुरे पारतिर ठ्याक्कै एकदम रमाइलो ठाउँ जाँदैछौँ। यसो गर्मी पनि छ हाम्रोतिर चाहिँ यतिखेर चाहिँ यो तराई छेउछाउ। अनि पौडी पनि खेल्ने अरे भान्जाले। यो सालको 82 सालको सबै मैला धैलो पखालेर भान्जाले आज नयाँ वर्षलाई नयाँ वर्षमा चाहिँ अब नयाँ शैक्षिक सत्रमा चाहिँ अर्को वर्ष पनि फेरि फर्स्ट ल्याउने गरी भान्जाले पढ्ने अरे। साथै भान्जाले सङ्गीत पनि सुनाउनु अरे। एउटा गीत जान्छ नि हैन, गिटार पनि मेरो आस बन्यो नगेन विश्वास बन्यो नगेन। ल है भान्जा त्यस्तै खालको गीत पनि आउँछ है भान्जाको भरै। भिडियो पुरा हेर्दै गर्नु होला। हामी जाँदैछौँ। लाग्छ सर आधी घन्टा त सरासरी। तर ठाउँ राम्रो छ, रमाइलो हुनेवाला छ आज। किनभने भान्जा एकदम खुसीमा छ। गाउने, नाच्ने, खाने, पौडी खेल्ने सबै हुन्छ आज त्यहाँ माथि, सबै हुन्छ। आज यो पालि पास गर्दाखेरि कति कक्षामा जाने हो भान्जा? 8। अब पास गरेपछि चाहिँ 8मा? 8मा त खतरा हुन्छ गाउँपालिका। के खतरा हो र त्यो? खतरा होइन, उस्तै हो। डराउनु पर्दैन। 5मा चाहिँ फेरि त्यो पनि गाउँपालिकामा चाहिँ सेकेन्ड हान्ने। आमामा सेकेन्ड फर्स्ट यति भएको नि 8 मार्क्स चाहिँ। भान्जाको दिमागलाई चाहिँ मान्नै पर्छ। 7 कक्षामा कतिजना विद्यार्थी? 7 कक्षामा 39 जना थियो। कतिजना सानै उमेरमा स्वर्ग, अनि कतिजना चाहिँ उता कता स्कुलकै अर्कै। अनि त्यही भएर अहिले 36 जना। 36 जनामा सेकेन्ड चाहिँ हुँदैछ। अस्ति भर्खर फर्स्ट
फर्स्ट 36 जनामा फर्स्ट सन्देश सर राम्रो छ पढाइ ल होइन फर्स्टै भएको अर्धवार्षिकमा चाहिँ सेकेन्ड फर्स्ट भएको हो अब यो फाइनल एक्जामको चाहिँ रिजल्ट आउनु बाँकी छ तर सर फर्स्ट हुन्छ भन्ने एउटा हिसाबले नै उसले आज हामीलाई पार्टी दिँदैछ क्या फर्स्ट भएन भने सेकेन्ड चाहिँ सेकेन्ड थर्ड चाहिँ एउटा ल ओके ओके स्कुलको नाम श्री जनता मावि जनता मावि कमल सर्ट फर्ममा कमल जनता माध्यमिक विद्यालय कमल ट्यालेन्टको फुल यहाँको यो त ट्यालेन्ट छ त्यहाँको फर्स्ट अब अर्को साल चाहिँ पालिका फर्स्ट ल्याउने आठ कक्षा पालिकामा आइरहन्छ पवन राई A+ भनेर कन्फिडेन्स चाहिँ केटाको यस्तो चाहिँ हुनुपर्छ ल अब राम्रो पढ्नुपर्छ अब पछि राम्रो गर्नु पर्यो नि त भविष्यमा त्यही भएर भान्जाको चाहिँ सन्देश सपना के छ र भन्दाखेरि उसले के भन्छ भने राम्रो पढेर पछि बुवामालाई चाहिँ सुखमा राख्ने सपना छ अरे उसको सत्य हो नि बिल्डिङ मात्र बनाउने हो ठिक ठिक अब पढेर चाहिँ गर्ने के त पढेर योजना जागिर खाने कि एउटा नेपालमै जागिर खाने हो ठिक ठिक ल सकेसम्म बाहिर देश नजाऊ देशमै के गरौँ भन्ने छ एउटा देशको सेवा गर्ने जागिर खाने अँ, अनि त्यो के पढ्ने जापानिज कोरियन पढ्ने हामी चाहिँ अन्तिममा त जापानिज कोरिया नै पढ्ने उल्टा भयो नि त यो फेरि मास्टरडिग्रीभन्दा कम हान्ने त्योभन्दा उतै जाने BA MA खै MMA के भन्छ नि त्यस्तो ल अब हेरौँ पछि के हुन्छ होइन गर्दै जाने हो पढ्दै जाने गर्दै जाने ल टाइट यतातिर हामी चाहिँ जाँदैछौँ यो चुरे पाहाडतिर डाँडा कति पर्छ नि सर हामीले यो खोला माथिबाट आउँछ अनि त्यहाँ चाहिँ ठुलो पौडी खेल्ने ठाउँ छ अरे अनि त्यहाँ चाहिँ भान्जाले अब मैलो पखाल्ने हो खास गरी त्यो घान्नु त माफेर जस्तो चाहिँ हेरेक कता हिँडेको कहाँ कता हो ओ दाजु क्यामेरामा नआउनु उता उता भाग्नु अरे दुईटा खोलाको दोभान आइपुग्यो चाँजु अनि दोभान यता चाहिँ ठुलो चाँजु यता सानो चाँजु हामी चाहिँ यता सानोतर्फ जान्छौँ लगडाउ ठक्कसँगले यता माथि 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 जाने हो माछा चढ्नै पाउँछ आमा यसो माछाहरू तपाईँले हेर्नु न कति छ देखिहाल्नु माछा छ र यता फोन कति छ भन्नु त सर माछा झन् माथि माथि अहिले हेर्नु नि देखिन्छ दादा खुट्टेदेखि उँभो त झुल चाहिँ ल्याउनु पर्ने क्या सर झुलमा भएको छैन नि पवन अब गर्मी भएको दिन आउनुपर्छ माछा मार झुल लिएर झुल चाहिँ पाइन्छ अहिले हेर्नु नि झुल ल्याउने रिकोटेमा भन्नु थाल ल्याउने अनि माछा मार्ने धेरै त छ झिङ्गे छ हो झिङ्गे चाहिँ खानुपर्ने हो नि सरको क्यामेरामा कैद हुन्छ अहिले हेर्नु न प्रमाण छ त माथि प्रमाण बोल्छ नि झिङ्गे साह्रै भिटामिन हुन्छ अरे क्या झिङ्गे भान्जा झिङ्गे कति छ सरलाई भनिदेऊ त त्यो दहमा यो त दहमै छ झिङ्गे त अहिले हेर्नु नि पौडी खेल्ने ठाउँतिर टोक्छ पहिले सुहात पौडी खेल्यो आज लप्सी नै हुनेवाला छ देऊ माछा मारिने भयो मान्छे भन्छ र फेरि भनेपछि आज राम्रै पार्टी हुन्छ भान्जा हामीलाई हुन्छ नि लपले थ्याङ्क यू यो दुईटा भए त यो दुईटा सर रिकुटेको उद्घाटन हान्नु गयो के त्यही दुईटा भुट्नलाई हो यो छौँ हामी यहाँ माछा साथीहरूले मारेछ माछा कुद्दैछ तर ऊ
साथीहरूले मारेछ अब दुवाली सुवाली पानी थुनेर अर्को पाली चाहिँ हाम्रो पालो सो जाँदैछौँ खोलै खोला यो चुरे पहाडको खोलातिर हामी साथीले घरतिरै आज माछा ठुल्ठुलै छ है खै 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 पक्रिनु पर्छ है यहाँ पनि ठुल्ठुलै छ क्या झुल कसले छोडौ झुल थाप्नुपर्छ फाटी गएको झुल परेछ फाटेरै छोडेर हिँडेको झुल त खै हौ झिलले पुग्दैन नानी मजाले छापाइ नै मिलेन मजाले थाहा पर्ने रहेछ क्या झुलै फाटी गएको रहेछ माछा पक्रौँ भनेको सकिएन यहाँ गङ्गटाले मात्रै टोक्यो हातमा माछा भेटिएन अब माथि जाँदैछ उकालो माथि माछा मार्दै हुनुहुन्छ धेरैजनाले हामी पनि उकालै जाँदैछौँ के भयो अरे मान्छे झुक्काएर बोलाउन नि उकाली दाजु ल आमा 1-2 किलो अच्छा ल थुप्रोजनाले माछा मार्नु पर्ला आमा धेरैजनाले मारेर गइसक्नु भयो हामी पनि जाँदैछ उकालो यता माथि यसरी रहेछ आमा कुद्दैछ माछा खोइ आमा यो साँची रहेछ नि 20 लाख रहेछ यहाँ ठुने छ र म तलतिर टिप्ने दाउ पारेको नि यहाँ पानी आउँदै रहेछ माथिको बान खोलिएछ अरे पानी आउँदैछ ल पानी कुकुरहरू पनि आउँदैछ हामीसँगै आउँदैछ आमामा यता माथि पनि थुप्रोजना माछा मार्ने टोली यता माथि पनि रहेछ उता माथि अर्को टोली माछा मार्ने
अनि चाहिँ खोल आउँदै रहेछ है 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 कुकुर पनि ल डर खोला त्यो कुकुरले हामीलाई कुकुरले साह्रै टोक्नै खोज्छ हामीलाई हो त्यहाँ माथि माछा मार्नु हिँडेको जाँदैछौँ हामी अझै पुगिसकेको छैन अझै कति छ अब कति मिनट लाग्छ भन्छ नडाडी भन्दा 10 मिनट लाग्छ 10 मिनट सिउर हुन्छ अझै धेरै आइसक्यो त माथि 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 जाने हो हामी यस्तो जान्छौँ अझै छ यहाँ पनि माछा छ अलिअलि है तेरि कुकुरहरू पनि आएर जाँदैछौँ उकालो अझै माथि नै जाँदैछौँ हामी आइपुग्यो ल ठिक छ अब झन्नै 1 घन्टा हिँडेपछि आइपुग्यो हामी ठ्याक्कै आजको लोकेसन त्यहाँ माथि छ यो चाहिँ माथि यो माई नगरपालिका छिर्छ खास गरी चाहिँ यो मान्छे हिँड्ने बाटो नै हो अनि त्यहाँ माथि जाँदैछौँ आमामा ल ठुल्ठुलो माछा सकिँदैन झुल बिना उ त्यो हेर्न उयो खै आमामा ओ गतिलो रहेछ माछा मार्न आउनुपर्छ झुलले भए चाहिँ भोलि देखेर आउने त सन्देशर यता आउनु त कुद्दैछ यो फोन हेर्नुहोस् 45,000 को फोन यस्तो यो फुटेको ठाउँ चाहिँ यही हो मामा यहाँनिर यहाँ यसरी चिप्लेर जान्छ यहाँनिर यसरी चिप्लेर यहाँ थियो कि सर यसरी भारीसँग छर्या प्याट्टा प्याट्टै तर माछा चाहिँ यति छ उयो हिले छिरो है फोन लु हेर्नु त त्यहाँ ल यहाँ अर्को दिन चाहिँ सर मार्न आउनुपर्छ यहाँ खै हान्नु हुँदैन तर्साउनु हुँदैन खोइ कहाँ छ कहाँ पल्लो छेउमा ए नहस्का उता जान्छ कसम सन्देशर आउनुपर्छ हौ झुलेर अर्को चोटि रक्ते नि फिक्स भन्नु है फिक्स अब भोलि पर्सि कहिले ठ्याट्ट हिँडिहाल्नुपर्छ पर्सिमा यहाँ माछा थुप्रो रहेछ अब भोलि पर्सि चाहिँ हामी मार्न आउने त्यो अब झुलसुल बोकेर नमासिने गरी त्यो वातावरणीय प्रभाव नपर्ने गरी हामी माछा मार्ने आमामा यहाँ झन् हेरौँ न कुद्दैछ ऊ यहाँ माथि पनि माछा थुप्रो रहेछ ठुलो बुदुरा हेर्नु बुदुरा कुद्दैछ देख्नु म बुदुना हो क्या यो चाहिँ ठुल्ठुलो कसम माछा त सर झुलले भने झुलले सोड्दै लानुपर्छ क्या भित्तादेखि माछा थुप्रो रहेछ देखाऊ है सर हामी खाना रेडी गर्छौँ ल अब
ल यहाँ चाहिँ अब एकछिन बस्ने कार्यक्रम छ हाम्रो यो पारिपट्टि खोला पारिपट्टि। ल यहाँ चाहिँ चुला अरे चुला यहाँ हाम्रो चुला तयार भइसक्यो। अब माछाकै छेउमा आज चाहिँ खोर्सानी नुन तेल प्याज मसला प्याज सबै छ। घरमा त्यस्तो लाइटर त नहुनु पर्ने हो त। बेहाल भो ल हाम्रो ल बर्बाद भइसके पछाडि चाहिँ अब हाम्रो चाहिँ त्यो लाइटर बिग्रेपछि मासु खान नपाएर चिन्तित भएर सबैजना हाम्रो चाहिँ लाइटर फेस नहुने नि सबै अब यो काँचो खान नमिल्ने अब यतातिर अब गाउँघर पनि अलिक माथि मात्रै छ पाइएन, त्यही भएर अब यस्तो लाइटरले काम नदिने भए पछाडि चाहिँ हामी चाहिँ स्याट हाम्रो भान्जा पुरै स्याटमा हुनुहुन्छ झन् साह्रो। ओएमजी एकछिन पौडी खेल्ने अनि गीत गाउने प्रोग्राम छ, अनि चाहिँ हामी घरतिर लाग्ने कुरो छ है। ल ल यहाँ बसेर सुन्यो आइया का खोइ त भनेको मामाको लागि गाउँदैछु भनेर आइया पल्टी जान्छ क्या हो। लाइटरको पत्थर उडी गए तापनि हजुरहरू हामी गीत सित गाएर जानेछौँ है खाली पेटको गाना। ल हे रमाइलो रमाइलो दी मात्रै खेलाउँ ल। मायालाई भेटियो यो मनको तृष्णा मेटियो ओ गाना बजाउँदै लाली दोभान जान्छ कि हजुर ओ गाना बजाउँदै मायालाई भेटियो यो मनको तृष्णा मेटियो ओ गाना बजाउँदै लाली दोभान जान्छ कि हजुर ओ गाईलाई चराउँदै भन्दा पहिला मरौला पहिला मरौला स्वर्ग जाने बाटोमा कुरौला ओ गाना बजाउँदै लाली दोभान जान्छ कि हजुर ओ गाईलाई चराउँदै। ल हे ल धन्यवाद सन्देश ल सन्देश चाहिँ अलिक दुखी भए तापनि रमाइलो भएर हामी चाहिँ फर्किन आँट्दैछौँ। अब घरतिर फर्किन्छौँ। अब आज चाहिँ अब अलिक थोरै नरमाइलो भए पनि राम्रै भयो।
सबैभन्दा राम्रो चाहिँ हामी सन्देश सरको फर्किँदैछौँ। भोलि आउँछ है भोलि सबभन्दा राम्रो भ्लग चाहिँ सरको भोलि राम्रो आउँछ ल अब भोलि पनि हामी राम्रो कन्टेन्ट बनाउने सुरसार गरेका छौँ अनि भोलि पनि आइदिनु होला हामी चाहिँ फर्किँदैछौँ अब यसो हाम्रो फर्किने बाटो यसो हो हामी लाग्दैछौँ ल सट 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 ल आज भान्जालाई कस्तो लाग्यो आज रमाइलो लाग्यो कि के लाग्यो नि रमाइलो त रम्थ्यो लाग्छ ड्युटी चिलाइरहेको हल्का लाइटरले कतिको दिमाग खराब पारो खराब भन्यो त्यसले गर्दा मजाले खाने ल अब भोलि खानुपर्छ भोलि चाहिँ हामी माछा पनि मार्छौँ अनि धेरै खालको माछा भोलि चाहिँ मारेर हामी मिक्स बनाएर खान्छौँ आजको भागसँग हामी चाहिँ फर्किँदैछौँ अब घरतिर